बाण हाने हजुरले म बाण चलाउन हुकुम भएको थियो। मैले हजुरलाई 1000 बाण रावणका रावण हान्दाखेरि अत्यन्त रिसाएर रथको पाङ्रो टेपेर म माथि जाइलाग्नु हो। त्यही बेलामा मैले जब विचार गरेँ कि अब हतियार उठाउन भनेको प्रभु मेरो वचन पूरा गर्न हतियार उठाइदिए बक्सु मेरो इच्छा पूर्ण हो भनेर मैले हजुरका चरणमा दण्डवत प्रणाम गरेका थिएँ। भगवान दयाको सागर कृष्ण, आज हजुरसँग मैले जब यस किसिमबाट प्रतिस्पर्धा गर्ने मेरो सक्षमता कहाँ थियो। आज प्रभुबाट कृपा भयो, धन्य नारायण हरि, आज मैले दर्शन पाएँ। अब म अन्तिम गति भएको छ भनेर बिन्ती गर्नेवाला भीष्मले अब जति सक्छु म हजुरलाई हेरेर मेरो हजुरको नाम जप्छु। प्रभुदेव विष्णु विष्णु वषट्कारो भूत भव्य भवत प्रभु भन्ने प्रभुका शरीरमा हेरेर विष्णु पितामह सरशय्यामा बसेर 1008 नाम जप्नु भएको थियो। सर्वापर हरणायुध, सबैको कल्याण भइहाल्यो। अब दुःख परे मात्रै मेरो राजा आउने भएपछि दुःख नै नहुने भयो। दुःख नपरे त भगवान मैले नपाउने भएँ। गुनासो गर्नु भयो फुपूले, होइन फुपू म दर्शन दिँदै गरौँला भनेर भगवान त्यहाँबाट फिर्ता भइबक्स्यो। फिर्ता भइबक्सेपछि आखिरमा फूलमालाको छल्लाबिरबाट बीच बीचमा प्रभुको सम्मान भयो। आज भगवान द्वारावती धाममा पुगेर महारानीहरूले दिएको फूलको बिलाबाट सम्मान लिएर आनन्दको समीपमा विराजमान हुनुभएको छ। शौनकादि ऋषि प्रणाली, अब तपाईँ के सुन्न चाहिबक्सन्छ भनिकन शौनकादिका उपरमा पौराणी सुतले नैमी सारण्य नामको तीर्थको परम पवित्र पावन क्षेत्रमा भगवान कृष्ण सम्बन्धी कथाको वर्णन विस्तार बताउनु भयो। अब एउटा प्रकारको समस्या आयो। के समस्या आयो भनेदेखि पंच पाण्डवहरूको कुलको संहार हुन्छ कि भन्ने पंच पाण्डवलाई बडा शङ्का लाग्यो। पंच पाण्डवको कुलको संहार हुने कुरामा के भयो भने अरू सब मरिसकेका छन्। एउटा बाँकी छ गर्भभित्रको बालक अश्वत्थामाको, जब बाणबाट 8 पटकसम्म दगल्चिएको त्यो व्यक्ति अब कसरी सुरक्षा राख्ने भन्ने बारेमा सारा रानीहरू र सारा परिवार बडो चिन्तित र दुखित हुनुहुन्छ भन्ने सम्बन्धको कथा यस अध्यायबाट। शौनकादि ऋषि प्रणालीहरू, अब जबकि अश्वत्थामाजीले हानेको बाणको प्रतापबाट गलित भएकी महारानी जबती, जसको नाम भनिन्छ के अरे उत्तरा, विराट राजाकी छोरी रोइरहेकी थिइन्। त्यस बाणबाट पीडित भएर जब समस्याको समाधान कसरी होला भनिरहेको बेलामा ठ्याक्क एकपटक उनलाई व्यथा लाग्यो। त व्यथा लागिसकेपछि बालक जन्मियो। त बालक जन्मिँदाखेरिमा त बालक त कस्तो भएर जन्मियो, निस्तेज मृत्युको घडी प्राप्त भयो। र मृत्युको घडी प्राप्त भएको देखिसकेपछि भगवान कृष्णलाई गुहार मागे। प्रभु सवारी हुनुभयो। अश्वत्थाम्नो पसृष्टेन ब्रह्मसृष्टिन तेजसः उत्तराय हत्व गर्भ ईशेन जीविता पुनः। अनि भगवानले च्याप्प काखमा राखेर आफ्नो भान्जी बुहारीबाट जन्मिएको बालकलाई स्याहार सम्भार साथ काखमा राख्नु भएको थियो। फेरि त्यो बालक जीवितको घडी प्राप्त हुनुको। यसैले गर्दाखेरिमा त्यो बालकलाई भगवान परमात्माले रक्षा गर्नुभयो। ओर पनि रक्षा, पर पनि रक्षा, गरौँमा पनि रक्षा, भित्र पनि रक्षा, बाहिर पनि रक्षा, रक्षै रक्षाबाट सुरक्षित प्राप्त भएको हुनाको बालकको नाम नै परीक्षित भन्ने नाम राखियो। परीक्षित महाराज हुनुभयो। अनि यिनलाई जब सारा ज्योतिषहरूले हेराए यिनको कस्तो छ भावी प्रोग्राम भन्नुहोस् भन्दाखेरि भावी प्रोग्राम सारा भन्दी यिनले यज्ञ गर्छन्। बडा अच्छा किसिमको यज्ञ 3टा। त्यति मात्रै होइन, यिनको पुरुषार्थको वर्णन बयान गरी साध्य छैन। रन्तिदेव राजा जस्तो यिनी दानी हुन्छन्। ज्ञानीमा महाराज प्रहलाद जस्तो हुन्छन्। जब भक्तिमा उद्धव जस्तो हुन्छन्, नीतिमा विदुर जस्तो हुन्छन्, दानमा रन्तिदेव जस्तो राजा हुन्छन्, पुरुषार्थमा बाजे अर्जुन जस्तो हुन्छन्, बलमा भीमसेन जस्तो हुन्छन्,
नीतिसङ्गत र न्यायोचित काममा तपाईँ जस्तै युधिष्ठिर जस्तै हुन्छन् यिनी। तर महाराज मानमा दुर्योधन राजा जस्तो हुन्छन्। तर जतिसुकै जे भए तापनि यिनको परम आयु चाहिँ 60 वर्ष तोकिएको छ। 60 वर्षमा मर्छन्। कसरी मर्छ त मर्ने बेलामा भनेर युधिष्ठिरले सोध्नुभएको थियो। सर्पले टोकेर मार्छ भनिदिनु भयो। त्यस्ता ज्योतिष थिए आइका र पो हेराउन जाने अनि पो हेराइ कोराइ गर्नुहुन्थ्यो त्यस्तो ज्योतिष। र यस कारणबाट जब अहिले ज्योतिषहरू काम सकिएपछि मैले त भने थिएँ भन्छन्। पहिले भन्ने पो यसमा पहिले भन्न सकिनेले भन्नु पर्यो होइन। त्यसै कारणबाट ज्योतिष शास्त्र जस्तो जब गम्भीर भरपर्दो शास्त्र कुनै छैन। तर प्रयोग गर्न जानिएन हामीले र त्यसै प्रभावबाट त्यो कुरा अझ पहिचान छैनौँ। हामी अल्पज्ञ छौँ। यसको कमी कमजोरी यही हो। र त्यसकारणले सारा कुरा दैवज्ञहरू ज्योतिषहरूले बताइसकेपछि अनि ल अब त्यो भएन। अब के उपाय गर्ने अब के उपाय गर्ने भनेर सोधिएको खण्डमा अब उपाय केही छैन। तपाईको नाति 60 वर्ष हुँदा राजा परीक्षित 60 वर्ष हुँदा राजा युधिष्ठिर तपाईँ मरिसक्नुहुन्छ। पलाती 35 वर्षको हुन्छ। बस अब के चिन्ता भयो। पलाती 35 वर्षको हुने तपाईँले त्यो नाति मरिया देख्न नपर्ने भएपछि अब किन आजैबाट रोएर बहिन्थ्यो नि। त्यहाँ छोडिदिनु सब कुरा। आफूले देख्न नपरेको कुरालाई त के चिन्ता हुन्छ र। चुप हस् त भनेर यहाँबाट यसरी प्रभाव गरी बक्स्यो र भगवान नारायण वासुदेवको चरणमा ध्यान मन कीर्तन गरेर विदा हुनुभयो सौनकादि ऋषि प्रणाली। अब बाँकी अंश तपाईँ के सुन्न चाहिबक्सन्छ भनिकन यस्ता प्रकारबाट सब ध्यान मनन कीर्तन गरेर नारायणका चरणमा बडो गम्भीर बाणीमा परब्रह्म परमात्माको प्रार्थना गर्दै सब ज्ञानवर्धकको वर्णन विस्तार सार आज्ञा गरिबक्स्यो। लौ त सौनकादि ऋषि प्रणाली। अब यसदेखि पछाडि तपाईँलाई अरू पनि केही कुरा सुन्ने इच्छा छ कि भनेर सोद्धाखेरिमा युधिष्ठिर महाराजको नाति परीक्षित महाराज जन्मनुभयो। उत्तराका घरबाट अभिमन्युका पुत्र र यस्ता कारणबाट जन्मेपछि अब मानवर्धन भयो। कुलको नाश नहुने भयो। महाभारतको विजयको नाथ बल्ल आनन्द आयो। र अनि एक दिन बसिरहेका थिए धृतराष्ट्र महाराज बसिरहेका थिए। त्यही बेलामा टोप्लोक आइपुग्नु भयो है त विदुर महाराज। दुर्योधनको धनुर्बाण ढोकामा राखेर तीर्थयात्रामा गएका विदुर महाराज आइपुग्नु भयो र सरास्त्र आएर के भन्नुभयो आफ्नो दाइलाई। दाइ म आइपुगेँ। धृतराष्ट्रले आशीर्वाद दिनुभयो। बाबु जय होस् भन्नुभयो। तपाईँ जेठो म कान्छो। माइललाई पहिले मरिहाल्नुभयो पाण्डव। महाभारत भयो। मैले भनेको नमान्दा तपाईँका छोराहरू माथे। अहिले कुलको सङ्घार भयो दादा। तर सबै हाम्रो हिन्दू संस्कृति बमोजिम मरेपछि पिण्ड सबैले खान्छन्। जिम्दै पिण्ड खाएको एउटाले देखेँ दाइ मैले भन्नुभयो विदुरले। अनि धृतराष्ट्र महाराज भन्नुहुन्छ जिउँदै पिण्ड कसले खायो बाबु भन्दाखेरि जिउँदै पिण्ड खाएको तपाईँले भनिदिएर दाजुलाई भन्थे। जिउँदै पिण्ड मैले केरी खाएँ भन्नुभएको थियो। तपाईँलाई लाज छैन। पाण्डवलाई मार्न तपाईँको कत्रो कोसिस। त्यही भीमसेनलाई जब मेरो बाबुलाई म काखा लिन्छु भनेर जब तपाईँले त्यसलाई निचर्ने कोसिस गर्नुभएको थियो फलामको भीमसेन लगाएर राखिदिए थिएर पो बचेका थिए नि त्यो अर्को भीमसेन। विष खुवाएर भीमसेन लगाएर सातलमा पठाउने काममा तपाईँको सरिकता छ। जुवा खेलेर सर्वस्व गराउनेमा तपाईँको ठुलो भूमिका छ। तर तपाईँका 100 भाइ छोरा यिनीले मारे। 100 बुहारी विधवा यिनीले बनाए। ज्वाइँलाई मारेर जब छोरी दुसलालाई विधवा यिनीले बनाए। साला सम्बन्धित व्यक्ति सारा मारेर तपाईँ अहिले फेरि जब ती सम्पूर्ण छोरा मार्ने सबैको सर्वस्व खानेवाला ती पञ्च पाण्डवले दिएको नुन पानी खाना भात खाएको कि पानी खाएको कि पिण्ड खाएको कि जल खाएको कि के खाएको। लाज नभएको बुढो के बसिरहेको। संसारमा सबैभन्दा ठुलो हानि के हुन्छ? मानहानि। मानहानि भएपछि कोही टिक्न मिल्दैन। सबै हानि रहन सक्छ मानहानि रहन सक्दैन। चल भनेपछि ल ठिकै छ सुबहदेखि म जान्छु भनेर धृतराष्ट्र महाराज आफ्नी महारानी गान्धारीका साथमा हरिभजन गर्नका लागि जङ्गलमा प्रवेश गर्नुभयो र चारैपट्टिबाट अग्नि प्रकोप डडेलाले आफ्नो आँखाको तेज लियो र त्यसैमा परेर राजा युधिष्ठिरका ज्येष्ठ पिता जेठा बाबा धृतराष्ट्रको मृत्यु भयो। गान्धारी मरिन्। अनि श्रद्धाञ्जली गरेर आमाको जेठी आमाको धृतराष्ट्र राजाको क्रियाकाष्ठ सारा सम्पूर्ण सक्नुभयो। राजा युधिष्ठिरले
अनि विदुर महाराज तीर्थयात्रापट्टि पुनः सवारी हुनुभयो। अब बाँकी अंश तपाईँ के सुन्न चाहिबक्सन्छ भनेर सौनक आदिलाई पौराणिक सूत्र यिनी सारण्य तीर्थमा कथाको प्रयोजन गराउँदै हुनुहुन्छ भन्ने सम्मको कथा यस सत्यबाट। वासुदेवं भज वासुदेवं भज वासुदेवं भज ओ वासुदेवं भज भज वासुदेवं भज वासुदेवं